Supported by यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह। Education Partner विदेश पढ्न जाने तपाईको चाहना पूरा गर्छ KIEC ले। आउने हैन त KIEC। Driven by Partner. Digital Partner Created by Silver Screen Motion Pictures. Movie Partner घनश्याम बाका ती केटाहरूले त्यत्रो कुट्दाखेरि पनि तैँले किन केही जवाफ दिनस्? ती दुईटालाई च्याप्प समातेर किन कराकुरुक बनाउन सकिनस्? मनको पीडाको अगाडि तिनीहरूको पिटाइको पीडा केही पनि लागेन। बरु म भित्रको पीडालाई तिनीहरूको पिटाइले मलमको काम गरिरहेको थियो। सीता, मनको पीडा बिर्साउन त शरीरलाई पीडा दिनुपर्ने रहेछ नि। ला यो चिरपट मलाई हिर्का, कसरी हिर्का, कसरी हुन्छ मलाई मेरो मनको पीडा कम गर्नु छ। हिर्का। नचाहिने कुरा नगर। आफ्नो शरीरलाई चोट दिएर मनको पीडा कम गर्छ भन्नु मूर्खता हो। तेरो दिमाग अहिले ठिक ठाउँमा छैन, त्यही भएर तैँले केही पनि सोच्न सकेको छैन। दिमाग त ठिक ठाउँमा छ के, मन ठिक ठाउँमा छैन। दिमागलाई होइन, मनलाई गाह्रो भएको छ। कसरी भुलाऊ म यो मनको पीडा भन् त? तैँले रातलाई रोक्न सक्छस्, घामलाई छेक्न सक्छस्, बर्खाको मुसलधारे पानीलाई नपर भन्न सक्छस्। हामीले कुनै पनि कुरालाई रोक्न र छेक्न सक्दैनौँ रमेश। चाहे त्यो प्रकृति होस् या हाम्रो जीवनमा आउने दुःख, जुन कुरा हुनु छ नि त्यो भएरै छाड्छ।
र हामीले त्यसलाई भोग्न बाहेक अरू कुनै पनि विकल्प छैन। मलाई माफ गरिदे सीता, मसँग सहन सक्ने शक्ति हराएछ। म कमजोर भएछु। अब कसैसँग नगल्ने म अनुको मायामा नमजाले गलेछु। म किन दुखी हुन्छस् भन् त? दुखी त त्यो अनुले हुनुपर्ने हो। तिनले त जस्तो इमान्दार, असल र आफूलाई भन्दा बढी माया गर्ने मान्छे गुमाउँदैछ। तेरो भाग्यमा अनु होइन, अनुको भाग्यमा चाहिँ तँ लेखेको रहेन रहेछस्। तिनका आफन्तले तिनलाई पैसामा बेच्दैछन्, तर तिनीहरूलाई यो कुरा थाहा छैन कि अनु पैसामा खुसी हुने केटी होइन। यदि उसलाई पैसा प्यारो हुन्थ्यो भने लन्डन छोडेर यहाँ आएर बस्दिनथे। अनु त खुसीको खोजीमा नेपाल आएकी थिइन्, शान्तिको खोजीमा यहाँ आएकी थिइन्। तर दुःखको कुरा अहिले उनले यही कुरा बिर्सिरहेकी छिन् र यो कुराको एक दिन उनलाई नमिठो पछुतो हुनेछ। भान्जी, यति फलफुल खानु त तागत आउँछ। मलाई खानु मन छैन। खानु मन छैन भनेर कहाँ हुन्छ? उहाँ मामु तपाईँले केही पनि नखाएर चिन्ता लिएर बस्नु भएको छ। लु त मामुको लागि भए पनि यति खाइदिनुहोस्। हिजो मामाले रमेशलाई पिट्न लगाएर ठिक गर्नु भएन। कस्तो कुरा गर्नुभएको भान्जी? राति हुँदो चोर जस्तो खुसुक्क घरमाथि चढ्न खोज्नेलाई पूजा गर्नु पर्थ्यो? त्यसलाई त अझ पुगेन, खुट्टा सुट्टा भाँचिदिनु पर्थ्यो। रमेश त्यस्तो मान्छे होइन भनेर तपाईँहरूलाई पनि राम्रोसँग थाहा छ। ऊ मलाई भेट्न आएको थियो। अनि त्यो कुलङ्गारलाई राति हुँदो हाम्रो भान्जीलाई भेट्न दिनु पर्थ्यो होइन? के गर्नु पर्थ्यो के गर्नु पर्दैन थियो थाहा छैन मलाई, तर तपाईँहरूले रमेशलाई त्यसरी पिट्न लगाएर राम्रो गर्नु भएन। कहाँबाट ल्याउनु भएको ती गुन्डाहरूलाई? रमेशले त्यसरी नै दुःख दिन आउँछ भन्ने लागेर दिनको 500 तिरेर मैले नै ल्याएको तिनीहरूलाई। मैले तपाईँहरूबाट यो एक्सपेक्ट गरेको थिइनँ। म तिनीहरूलाई अहिले गएर बगाउँछु। अरे भान्जी, भान्जी, भान्जी। मामा, यिनीहरूलाई यहाँबाट लखाटिहाल्नु। किन, के भएर भान्जी? पैसा दिएर घरमा हजुरलाई गुन्डा पाल्नलाई अलिकति पनि लाज लाग्दैन? ल, यिनीहरूलाई त हाम्रै सुरक्षाको लागि राखेको हो। देखेनौ, त्यो रमेश जति बेला नि आउन सक्छ, जे पनि गर्न सक्छ। त्यसले के गर्छ? जे पनि गर्ने भएको भए त्यतिखेरै गरिसक्थ्यो। त्यही पनि यो गाउँमा पुलिस छैन। गुन्डागर्दी र झगडा मात्र हो यहाँको विकल्प? अनि के त? त्यसले आएर हाम्रो नोक्सान गरेपछि मात्रै जानु पुलिस चौकी? नबिर्सिनुहोस् भान्जी, त्यसले तपाईँको मामाको कठालो समातेको छ। रिसको झोकमा समातेको। यदि उसले मामालाई नोक्सान पुर्याउनु थियो भने त्यतिखेरै पुर्याइसक्थ्यो। केही गर्दैन मामा उसले हामीलाई। मैले 3 महिनामा चिनेको मान्छेलाई तपाईँहरूले सानैदेखि पाल्दाखेरि पनि चिन्न सक्नु भएन। मलाई अरू कुरा थाहा छैन। यिनीहरूलाई अहिले यहाँबाट लखाटिहाल्नु। तिमीहरू जाऊ अहिले। हस्। छोरी, अब त खुसी भयो? पठाइदिनु भयो त मामाले तिनीहरूलाई। भोलि फेरि तपाईँहरू पनि जानुहुन्छ। अनि आज एक दिन मात्रै हो तपाईँहरू मामा माइजूसँग बस्ने। एक दिन मामा माइजूसँग बस्दा पनि यसरी रिसाउनुहुन्छ? नरिसाउनुहोस् न। यो सब हामीले हाम्रो भान्जीको खुसीको लागि गरेको हो। मामा घरबाट बिदा हुँदाखेरि हामी हाम्रो भान्जीको आँखामा आँसु होइन, खुसी भएर बिदा भएको हेर्न चाहन्छौँ। जाउँ माथि, फलफुल त्यत्तिकै छ। म मेरी भान्जीलाई आफ्नै हातले खुवाउँछु। पर्दैन माइजू, म आफै खान्छु। त्यसो भनेर कहाँ हुन्छ? यसरी बारम्बार भान्जीलाई खुवाउने मौकै मिल्दैन। त्यहाँ माथि तपाईँ लन्डनमा बस्नुहुन्छ।
झन् तपाईँ बिहे गरेर गइसकेपछि त त्यो मौका पनि पाउँदिनँ मैले। त्यही भएर आजलाई माइजूलाई नाइ भन्न पाउनुहुन्न भनिदिएको छु नि मैले। जाऊ। जाउँ। भान्जी माइजू मलाई कता कता मैले रमेशको भावनालाई बुझ्न सकिनँ। उसलाई मैले धोका दिइरहेको छु जस्तो लागिरहेछ। होइन भान्जी, धोका तपाईँले दिनुभएको होइन, धोका त उसले दिएको हो। नत्र त तपाईँ आफै भन्नुहोस् त, जब तपाईँले रमेशलाई माया गर्छु भन्नुभयो नि, हामीले सजिलो स्वीकार्यौँ कि स्वीकारेनौँ? त्यो हाम्रो घरमा काम गर्न बस्ने अनपढ गौँवारलाई हलीबाट ज्वाइँको दर्जा दियौँ। त्यसको खातिरदारीमा केही पनि कमी राखेनौँ। गोठबाट सिधै पाहुना कोठामा सुतायौँ। महँगा महँगा कपडा किनेर लगाउन दियौँ, मिठो मसिना खान दियौँ। तर त्यसले के गर्यो? मलाई यो धनीको जिन्दगी पचेन भनेर आफूले लाएको लुगा सबै खोलेर जिम्मा लाएन। निकै साधारण जिन्दगी बाँचेको मान्छे हो रमेश। एक सरो लुगा भए पुग्छ उसलाई, तर एक्कासी हामीले नै उसलाई बढी गर्यौँ माइजू। हाम्रो स्तरसँग उसको स्तर मिलाउनलाई सबै कुरा उमाथि एकैचोटि थोपारिदियौँ। खुल्ला आकाशमा उडिरहेको स्वतन्त्र चरालाई एक्कासी समातेर सुनको पिजाडामा थुन्न खोज्यौँ। ए भान्जी, राम्रो लाउन र मिठो खान पाएपछि त मान्छे झनै खुसी हुनुपर्ने होइन? अझ हामीले त त्यसलाई तँबाट तपाईँ ज्वाइँ भनेर सत्कार गर्न थालेका थियौँ। त्यसलाई त्यत्रो गर्दा पनि किन नपचेको थाहा छ तपाईँलाई? किनकि सीता भनेपछि त्यो मरिहत्ते गर्छ। अनि त्यो सीता पनि त्यही रमेशसँग पहिलो जानको लागि आफ्नो बुढा छोडेर आकी हो। सम्बन्ध विच्छेद मागेकी छ अरे। अब सोच्नुहोस् आफै, रमेशलाई हाम्रो सत्कार नपस्नु, सीता पनि त्यति राम्रो घरबार र बुढा छोडेर यहाँ आउनुको अर्को कारण के हुनसक्छ? यही कुराले त मेरो मन खाएको हो माइजू। मैले कहिले पनि रमेशको आँखामा सीताभन्दा बढी मेरो माया देखिनँ। साँच्चीकै भन्नुपर्दा म कहिले उसको प्राथमिकतामै परिनँ। मलाई थाहा छ उसले सीतालाई साथी मात्र मान्छ। तर जब सीताले आफ्नो लोग्नेलाई छोडेर आए, रमेशको सीताप्रतिको माया फेरि बढ्न थालेको महसुस गर्न थाले। म मेरो मान्छेहरूसँग कसरी बाँड्न सक्छु? त्यही भएर मैले आफैले उसँग टाढिने निर्णय गरेको। एकदम राम्रो निर्णय गर्नुभयो भान्जी। जे भए पनि तिनीहरू सानैदेखिका प्रेमी प्रेमिका हुन्। फेरि गाउँमा पनि तिनीहरूको बारेमा खासै राम्रो हल्ला चाहिँ सुनिँदैन है। होइन माइजू, हल्लाको पछाडि दौडिनु राम्रो होइन। रमेश अरू केटा जस्तो छैन, अरूभन्दा बिल्कुलै अलग छ। उसको त्यही सबैभन्दा अलग र सरल बानी नै मलाई मन परेको। मलाई किन फर्किनुभन्दा अगाडि एकचोटि रमेशलाई भेटेर फर्किनुपर्छ जस्तो लागिरहेको छ माइजू। यदि मैले उसलाई नभेटी गएँ भने मेरो मनमा जिन्दगीभरि गाँठो परिरहन्छ। म कहिले पनि खुसी हुन सक्दिनँ। त्यसैले मैले उसलाई भेटेर मेरो मनको गाँठो फुकाउनुपर्छ माइजू। जे होस्, आउनुको मनबाट त्यो हलीलाई हामीले निकाल्न सक्यौँ। यही नै हाम्रो लागि ठुलो कुरा हो। आफ्नै घरमा पालेको केही काम न काजको हलीलाई झन्डै भान्जी जाइ भनेर खुट्टा ढोग्नु पऱ्यो। तैपनि बहिनी, जबसम्म तिमीहरू यहाँ रहन्छौ तबसम्म मेरो मनमा डर चाहिँ रहिरहन्छ। दाजु, आज एक दिन मात्रै त हो नि, भोलि त हामी गइहाल्छौँ नि। खै के भान्जी त रमेशलाई एकपल्ट भेट्छु भन्दै हुनुहुन्छ। रमेशलाई भेटेर मनको गाँठो नफुकाएसम्म मलाई शान्ति हुँदैन भन्दै हुनुहुन्छ त। फेरि के सोचिन् भान्जीले अचानक? खै के सोचिन्। तर भान्जीले रमेशलाई भेट्नुभयो भने भान्जीको मन परिवर्तन हुनसक्छ है। त्यही भएर जसरी हुन्छ हामीले भान्जीलाई रमेशसँग भेट गर्न दिनु हुँदैन।
तैँले ठिक गरिस्। भान्जीको मनमा अझै पनि कतै कतै त्यो रमेशप्रतिको माया छ। तिमीले रमेशलाई भेटिन् भने तिनको मन पाउँदैन केही बेर छैन। अहिले जान्छु भनेर ठिक पर्दै थिएन। मैले एकछिन आराम गर्नुहोस् अनि पछि जानु होला भनेर फकाएर आएकी छु। अनुलाई आज एक दिन जसरी भए पनि रोक्नै पर्छ। बरु भोलि जति सक्दो चाँडो यहाँबाट निस्क्यौँला। जबसम्म हामीले भान्जीको मनबाट त्यो रमेशलाई पूर्ण रूपमा निकालेर फाल्न सक्दैनौँ तबसम्म कसैले रोकेर छेकेर केही हुनेवाला छैन। त्यसो भए भन्न त के गर्ने? हेर्नुहोस्, हामीले भान्जीको नजरमा रमेशलाई अझै नराम्रो देखाउनु पर्छ ताकि रमेशको नाम सुन्ने बित्तिकै भान्जीलाई घिन लागेर आओस्। तर कसरी सम्भव छ? सम्भव छ नानी। अहिले सीता एक्लै भएको ठाउँमा रमेश गएर सँगै बसेको छ। यसरी कोही नभएको घरमा एउटी आइमाईसँग एउटा लोग्ने मान्छेसँगै गएर बस्नलाई हामीले के सोच्ने? त्यहाँ माथि त्यो सीता आफ्नो बुढालाई छोडपत्र दिन्छु भनेर आएकी हो। उता सीता बुढालाई छोडपत्र दिन्छु भनेर कोही नभएको माइतीमा आएर बस्ने। यता रमेशे हामीसँग झगडा गरेर त्यहीसँग गएर बस्नलाई के बुझ्ने? यसरी आफ्नो इज्जतलाई ख्यालै नगरी एउटी विवाहित महिला र बिहा नभएको केटासँगै बस्दा हाम्रो गाउँ समाजमा कस्तो असर पर्ला? होइन, तैँले भन्न खोजेको के हो स्पष्ट भन्न। कुरा स्पष्टै छ त। एउटी लोग्नी छोडेर आएकी आइमाई र एउटा लाठे केटा बिहे नगरी एउटै घरमा सँगै बस्न पाइन्छ? कुन नाता र सम्बन्धले तिनीहरू एउटै छाना मुनि सुतिरहेका छन्? फेरि घरभित्र दिनरातै सँगै भएपछि तिनीहरूको बिचमा के हुन्छ कसलाई के थाहा? भाउजूले ठिक भन्नुभयो। त्यही भएर अब हामीले सारा गाउँले उचालेर तिनीहरूलाई यो गाउँबाट खेद्न लाउनुपर्छ। खेद्न लाउने होइन केसरी, तिनीहरूको नाता सम्बन्ध के हो सोध्न लाउनुपर्छ। मेरो विचारमा त्यो सीताको लोग्ने जगतेलाई उचालेर यहाँ ल्याउनुपर्छ अनि सीता र रमेशको बिचमा अनैतिक सम्बन्ध छ भनेर तिनीहरूलाई जबरजस्ती बिहे गर्न आउनु। त्यति गर्न सकियो भने त भान्जीको नजरमा तिनीहरू सधैँको लागि गिर्छन्। लाउनु ए बुढा, यो काम जति सक्दो छिटो गरिहालौँ न। नाति न भन्ने बित्तिकै हुन्छ। सबभन्दा पहिला त सीताको लोग्ने जगतेलाई भेटेर त्यसको दिमाग भुट्नुपर्छ। त्यसकै बुढो अघि सरेपछि हामीले केही गर्नै पर्दैन, जे गर्नु त्यसैले गर्छ। हामी त चुपचाप दर्शक जस्तै हात बाँधेर रमिता हेरेर बस्छौँ। बा आमा, ओ सृष्टि, बाहिर आउनु त। मैले तपाईँहरूको लागि के ल्याइदिएको छु। रातभरि बाहिर बसेर बल्ल सवारी होइन महाराजको? बनेपा गएको थिएँ कि उतै बसेँ। ए तपाईँहरूको लागि यहाँ नयाँ लुगा लिएर आइदिएको छु। कति यो पुरानो झत्ते लुगा लगाएर बस्नुहुन्छ। अनि सृष्टि खोइ त? ओ बहिनी पनि आइज बहिनी, मैले तेरो लागि पाइन्ट र टी सर्ट ल्याइदिएको छु। यो बाको लागि, यो आमाको लागि, यो चाहिँ तेरो लागि। कहाँबाट ल्याइसियो? कहाँबाट ल्याएको? खन्दी पैसा तिरेर लिएर आएको नि। ए मैले पनि नयाँ सर्ट र प्यान्ट किनेको। हिरो देखाएको छु नि भन्छ सृष्टि। कहाँबाट आयो नि तपाईँसँग त्यत्रो पैसा? मैले त मलाई छोडेर जाने सीधा टन्डालेको सुनको गहना बेचिदिएँ। मलाई छोडेर जानेलाई मैले दिएको गहना चाहिँ लान दिन्छु? होइन, के भन्छ यो? तैँले बुहारीको त्यो 9 गेडी र मारवाडी बेचिस्? त्यो अलग सिनेलाई दिएको गहना राखेर के काम? त्यो गहना तैँले दिएको होइन, मैले दिएको बुहारीलाई। तँलाई कसले बेच भन्यो त्यो? त्यसको धेरै माया नदेखाउनु। यो अब तपाईँको बुहारी होइन। तपाईँले सम्बन्ध तोड्नु भयो भन्दैमा हामीले पनि तोड्नुपर्छ भन्ने छ र? तपाईँले भाउजूलाई स्वास्नी मान्नु या नमान्नु, तर हामी उहाँलाई सधैँ आफ्नो मान्छौँ, बुझ्नुभयो? जामन, मलाई केही पनि मतलब छैन। तँलाई मतलब छैन भने बुहारीको गहना बेच्ने अधिकार कसले दियो तँलाई? किन बेचिस् बुहारीको गहना? जा फुरुको गरेर लिएर आइज। बेचेको सामान कसले फिर्ता दिन्छ?
त्यो माथि पनि त्यो पैसाले घिसिङले मागेको 1 लाख रुपियाँ तिर्दैन आएँ मैले। किन तिरिस? बरु त जेलै गएको भए हुन्थ्यो। कमसेकम हामीले आज यो दिन त देख्नु पर्दैन थियो। देखि छैन तेरो कुपुत्रको करामत? बिचरी बुहारीलाई कति दुःख दिएर त्यो गहना लिएर आयो होला। कसैलाई दुःख दिएको छैन मैले। आमा र मनै गरेर लिएर आएको त्यो गहना। ए भन्दैछ तेरो छोरा त पनि गातिस बुहारीको गहना लिन? किन बोल्दैनस्? धरोटी राखेर घिसिङको पैसा तिर्दिन्छु भनेर गएको थिएँ। यसले जबरजस्ती लगाएर बेचिदियो। तेरो अन्धो मायाले बिग्रेको थियो यो। स्वासीलाई घर छोड्न बाध्य बनायो, हामीलाई ऋणमा डुबायो। अझ कति लाड प्यार देखाउँछ तेरो कुपुत्रलाई। अब मलाई मार्नु बाँकी छ, मलाई पनि मारिदिइहाल। अनि मात्र सन्तोष मिल्छ तिम्रो आमा छोरालाई। यो घरलाई पनि जलाएर खरानी बनाइदिनु, मेटाइदिनु मेरो सबै अस्तित्व। अनि तिमीहरूलाई सन्तोष मिल्छ। मलाई माफ गरिदिनुस्, मबाट साँच्चै गल्ती भएको। छोराको मायामा म अन्धो भएछु। सही के हो गलत के हो छुट्याउनै सकिन। सधैँ त्यसको खुसी चाहे। मलाई माफ गरिदिनुस्, मलाई माफ गरिदिनुस्। बिचरी घर छोडेर गएपछि पनि खुसी दिएनौ है? जाबो घाँटी र कानको त्यति गहनामा पनि आँखा गाड्यो। अब त खुसी भयो होला नि कि बुहारीको हाड र मासु पनि ल्याएर बेच्छ? मैले त सुन ल्याएर धरौटीमा राखौँ, पछि उकासेर फिर्ता दिनुपर्छ भनेको थिएँ। जगतेले मान्दै मानेन। त्यो कुलङ्गारले सबै सुन बेचेरै छाड्यो। दाइले सुन मात्र बेचेन, भएको अलिकति विश्वास र आत्मसम्मान पनि बेच्यो। अहिले आएर मलाई भाउजूप्रति गर्व लागेको छ। यो घर र दाइलाई छोडेर एकदमै राम्रो काम गर्नुभयो। साँच्ची भन्नुपर्दा हाम्रो दाइ भाउजूको लोग्ने हुने लायक नै थिएन।
भाउजूको भाग्य खराब थियो, त्यही भएर दाइसँग बिहे गर्नु पर्यो। नत्र त त्यस्तो महान नारीलाई पाउन केटाहरूले धेरै तपस्या गर्नुपर्छ, भगवानको मन्दिरहरू धाउनुपर्छ, ठुलो पुण्यको काम गर्नुपर्छ। तैँले ठिक भनिस्, यिनको भाग्य खराब थियो, त्यही भएर तेरो दाइ जस्तो पशुसँग बिहे गर्नु पर्यो। रमा, तेरो छोराले हिरा चिन्न सकेन, हामीले साक्षात् लक्ष्मी सरस्वती दुर्गाको गुण भएको देवी चिन्न सकेन। साँच्चै भन्नुपर्दा मलाई जगतसँग होइन, तँसँग चित्त दुखेको छ। कसरी बुहारीसँग गहना माग्न सकेछ? त्यतिखेर मेरो दिमागमा राक्षस चढेको थियो, त्यसैले मेरो मति भ्रष्ट भयो। मलाई माफ गरिदिनुहोस्। मलाई चाहिँ माफ गरिदे रमा, यो कुराको लागि तँलाई जिन्दगीभर माफ गर्न सक्दिनँ। नरुने के जे नहुनु भइसक्यो, अब रोएर केही फाइदा छैन। म तेरो बाको नजरमा गिरे, सधैँभरिका लागि म गिरे। त्यो त तपाईँले पहिल्यै सोच्नु पर्थ्यो। सोच्नु त, यो कुराले भाउजूको कति चित्त दुख्यो होला। मलाई सीताबाट लगिदे, मलाई त्योसँग भेटेर म माफी माग्छु। तर सर थाहा छैन मलाई गुरुको लगिदे, त्यसलाई भेटेर माफी नमागेसम्म मेरो यो मन शान्ति हुँदैन। ल हिँड्नु न त। बा, आमा भाउजूलाई भेट्न जाने रे, भाउजूलाई भेटेर माफी माग्छु भन्दै हुनुहुन्छ। हो जगतका बा, जबसम्म त्यसलाई भेटेर माफी माग्दिन तबसम्म मेरो मनमा सन्तोष मिल्दैन। अझ पनि आफ्नै मनको सन्तोष खोजिराखेको छ है। आफ्नो खुसीको लागि मात्र बुहारीसँग माफी माग्न खोजिराखेको छस्। तर बुहारीलाई तैँले माफी माग्दा सन्तोष मिल्छ जस्तो लाग्छ? तैँले माफी माग्दामा उसको जीवन फेरि सहज हुन्छ, खुसी हुन्छ ऊ? अनि के गरौँ भन्नु न त। मैले अघि जगतलाई घरबाट निकालिदिइसकेँ, मेरो अगाडि मुख देखाउन नआइज भनिसके। अब मलाई छोरा चाहिएन, त्यो मेरो लागि मरिसक्यो। ल भन्नु, अब म त्योभन्दा बढी के गरौँ? कि म पनि यो घर छोडेर जाउँ? यदि त घर छोडेर जा भन्नुहुन्छ भनेदेखि म खुसी खुसीले यो घर छोडेर जान तयार छु। नचाहिने कुरा नगर। त्यसमै सीतालाई भेट्न जाउँ न त, त्यसलाई भेटेर मेरो गल्तीको प्रायश्चित गर्न दिनुहोस्। ल हेर त हेर। जा छोरी, ताल्छ लगा। Supported by यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह। Education Partner विदेश पढ्न जाने तपाईको चाहना पूरा गर्छ केआईसी ले। आउने हैन त
KIEC. Driven by partner. Digital partner. Created by Silver Screen Motion Pictures. Movie partner. किन बाहिर निस्केकी छोरी? म रमेशलाई भेटेर आउँछु। अझै पनि त्यसको माया लागिराखेको छ तिमीलाई? मैले माया गरेको मान्छे हो रमेश, माया त लाइहाल्छ नि। तर तपाईँहरू नडराउनु, म उसलाई भेटेर हामी बिच जे भयो भयो, अब सबै कुरा बिर्सेर अघि बढ्नुपर्छ भनेर आउँछु। म चाहन्न भोलि म यहाँबाट फर्किँदा मनमा कुनै तितो लिएर फर्क्यौँ। भान्जीले ठिक भन्यो, जाने बेलामा किन कसैको मन दुःख मन होस् त हाम्रो भान्जीको जस्तो। म मेरो भान्जीप्रति गर्व गर्छु। तर तिमीलाई एक्लै जान दिन्न म त्यहाँ, किनभने मलाई त्यसको अलिकति पनि विश्वास छैन। के गर्छ उसले भन्नु त? ऊ तपाईँहरूले सोचेको जस्तो नराम्रो छैन। मान्छेको दिमाग सधैँ एकनास कहाँ हुन्छ र भान्जी? कति बेला कसको दिमागमा शैतान चढेको हुन्छ भन्नै सकिन्न। त्यही पनि म तिमीसँग सँगै जानु नहुने हो र? मेरो तल बजारमा अलिकति काम पनि छ। मामा भान्जी सँगै तिनीहरूलाई भेटौँला। तिमी घरमा फर्किनु, म बजारतिर जान्छु, हुन्न? ल हिँड्नु न त, त्यसो भए जाउँ। मेरो छोरीको मन कति परिवर्तन हुने त होइन? हे तेरिका नानी, नराम्रो नसोच्नु क्या। फेरि दाई पनि त सँगै जानुभएको छ नि। ढुक्क भएर बस्नुहोस्, दाइले सबै सम्हाल्नुहुन्छ। भोलि कति बेला होला र यहाँबाट जाउँ जस्तो भइसक्यो मलाई त। अनु, म भोलि फर्किँदैछु। हामी बिच जे भयो भयो, अब ती सबै कुराहरू बिर्सेर अघि बढ। तपाईँ सक्नुहुन्छ मलाई बिर्सिन? म त सक्दिनँ। मलाई तपाईँ र तपाईँको मायालाई बिर्सिनको लागि म आफै मर्नुपर्छ। सिधा छ त, तेरे लागि आफ्नो लोग्न छोडेर आइरहेछ।
मजाले बिहा गरे हुन्छ, रोक्नेवाला पनि कोही छैन। हामीले तपाईँको सल्लाह मागेका छौँ। रमेश र मेरो सम्बन्ध बिहेको बन्धनमा मात्र सीमित हुने सम्बन्ध होइन हो। मेरो बिहेभन्दा अगाडि हामी एकअर्कालाई पाउन चाहन्थ्यौँ, बिहे गर्न चाहन्थ्यौँ, तर अहिले त्यो अवस्था छैन। रमेशको मनमा मेरो लागि जुन ठाउँ थियो त्यो अनुले लिइसक्नु भएको छ। मैले कहाँ तपाईँको ठाउँ लिन सकेर सीता? उसको तन मन कण कणमा तपाईँ बस्नु भएको छ। उसले तपाईँलाई बाहेक अरू कसैले माया गर्नै सक्दैन। ठिक भन्नुभयो तपाईँले। सीतालाई जति माया त म आफूले आफूलाई पनि गर्दिनँ। तपाईँ धनीहरूको मनमा माया परिवर्तन भइरहेको छ होला, तर हामी गरिबको मनबाट कहिले पनि माया परिवर्तन हुँदैन। रमेश, के तपाईँ मेरो जीवनमा आएपछि चाहिँ मैले सीतालाई माया गर्न छोड्नुपर्ने हो? याद राख्नुहोस्, मेरो जीवनमा पहिला सीता आएकी हो, तपाईँ होइन। त्यसैले मेरो मनबाट सीताप्रतिको माया अलिकति पनि कम हुँदैन। तपाईँ आफै भन्नु त, तपाईँको जीवनमा म आउँदा तपाईँको मामुप्रतिको माया कम भएको थियो? मैले तपाईँलाई कहिल्यै तपाईँको मामुलाई भन्दा बढी मलाई माया गर्नुपर्छ भनेर भनेको थिएँ? अरू तपाईँलाई त थाहा थियो नि म सीतालाई धेरै माया गर्छु, र पनि तपाईँले मलाई माया गर्नु भएको होइन। आफै माया गर्ने अनि आफै छोडेर जाने, यसरी अर्काको भावनामाथि खेलवाड गर्न पाइन्छ? यस्तासँग के कुरा गर्नु? हरेन जो तपाईँलाई पाउनुको लागि मैले मेरो सानैदेखिको साथीलाई त्याग्नु पर्ने हो? हान्जी हिँड्यो भनेको के देखेर माया गर्नु भएको थियो मलाई? किन छोडेर जाँदै हुनुहुन्छ? आखिर तपाईँको माया पनि 2 दिनको मात्रै त रहेछ नि। सुरुमा तपाईँलाई माया गर्न सकेको थिइनँ, तर पछि तपाईँ मेरो मनमा बसिसक्नु भएको थियो। मनमा बसेको मान्छेलाई छोडेर जाँदा निकै गाह्रो हुँदो रहेछ अनु। अब तपाईँको मनको कुनै कुरामा छैन म? मलाई रोड्नुको लागि मात्रै माया गर्नु भएको थियो? चित्त बुझ्यो तपाईँलाई मलाई रुवाएर? अनि हिँड अनु, मलाई थाहा थियो भान्जी, त्यसले तिमीलाई फकाउन खोज्छ, तिम्रो दिमाग भुट्न सक्छ। अझै पनि तिनीहरू तिमीलाई फकाएर तिम्रो सम्पत्ति हडप्ने कोसिस गर्दैछन्। कसरी भन्न सकेको म सीतालाई बढी माया गर्छु र तपाईँलाई पनि माया गर्छु भनेर? त्यो स्वाटलाई सीता पनि चाहिने, मेरो भान्जी पनि चाहिने? अनि के सोचेको छ त्यसले तिमीलाई? जनाजन सीतासँग माया गर्छु भन्ने मानिससँग मेरी भान्जी जान्छ नि क्या? मलाई फर्किनुभन्दा अगाडि एकचोटि रमेशसँग भेट्नु थियो मामा, ताकि पछि उसले अनु मलाई धोका दिएर लुसुक्क भागी नभनोस्। अब मेरो मनमा जेलिएको गाँठो फुकिसक्यो, अब म ढुक्क भएर फर्किन पाउँछु। तपाईँले ठिक भन्नुभयो, म मेरो माया कुनै पनि हालतमा बाँड्न सक्दिनँ। मेरो मान्छे मेरो मात्रै हुनुपर्छ, मलाई बाहेक अरू कसैले माया गर्न पाउँदैन। रमेशले सीतालाई आफ्नो मनबाट निकाल्न सक्दैन, त्यही भएर मैले नै रमेशलाई मेरो मनबाट निकालिदिएँ। भोलि फर्किनु छ मामा, धेरै तयारी गर्नु छ, गएँ म।
यिनीहरू यता किन आउँदैछन्? कतै यिनीहरू सीतालाई लिन आएका त होइनन्? कुरो के हो बुझ्नै पर्छ। भाउजू सन्चै छौ बुहारी? सीता, तँलाई मैले धेरै दुःख दिएँ, मलाई माफ गरिदे। यो के गर्नुभएको? मलाई किन पापको भारी बोकाउन खोज्दै हुनुहुन्छ? मलाई माफ गरिदे। पाप त तैँले होइन सीता, मैले गरेकी छु। त्यही पापको प्रयासित गर्न आएकी जबसम्म तेरो खुट्टा समातेर माफी माग्दिन, मेरो मनको पाप पोखालिन। मलाई तपाईँहरूसँग कुनै गुनासो छैन। मेरो यसरी खुट्टा छोएर मलाई नराम्रो महसुस नगराउनु। जगतले पनि तँलाई कहिल्यै राम्रो व्यवहार गरेन, मैले पनि तँलाई कहिल्यै आफ्नो सोच्न सकिनँ। भन्छन् नि केही चिजको महत्त्व थाहा पाउनलाई त्योबाट टाढा हुनुपर्छ भनेर। त हामीबाट टाढा भएपछि तेरो महत्त्व कति रहेछ भनेर बल्ल मैले बुझेँ सीता। जसले महत्त्व थाहा पाउनु पर्ने हो उसैले थाहा नपाएपछि भाउजू कसरी त्यो घरमा बस्न सक्नुहुन्छ? तपाईँले हाम्रो घर र दाइला छोडेर एकदमै ठिक गर्नुभयो। तपाईँ सम्पूर्ण नारीहरूको हिम्मत हुनुहुन्छ। नारी सहनशील हुन्छ तर यसको मतलब कमजोर होइन भन्ने कुराको उदाहरण दिनुभएको छ भाउजू तपाईँले। जब अन्याय र अत्याचारले सीमा नाग्छ तब एउटी नारीले सारा बन्धनहरूको सीमा रेखा तोडेर अघि बढ्नै पर्छ भन्ने कुराको उदाहरण दिनुभयो भाउजू तपाईँले। मलाई तपाईँप्रति गर्व लाग्छ। म जगतीको लैलैमा लागेर तँसँग तेरो गहना माग्न आएँ। म कतिसम्म गिरेँ भन्ने मलाई थाहा छ सीता। सानो मन नगर्नु आमा। म त्यो घर र लोग्ने छोडेर हिँडेको मान्छेलाई त्यो गहनाको कुनै पनि मूल्य थिएन। तपाईँहरूले दिनुभएको थियो, तपाईँहरूले लिएर जानुभयो। यसमा मेरो केही पनि गुनासो छैन। त्यो गहना तिमीलाई मैले दिएको उपहार थियो, त्यसमा अरू कसैको हक थिएन। बुहारी, तिमीले मेरो घरमा बुहारीको स्थान पाउन सकेनौ, तर अब म तिमीलाई छोराको स्थान दिन्छु। मेरो सम्पत्तिबाट जे जति अंश जगतले पाउनु पर्ने हो त्यो अब तिम्रो नाममा लेखिदिन्छु। त्यसो नगर्नु बा। मलाई कसैको सम्पत्तिको एक पैसा पनि चाहिँदैन। मसँग अझै पनि आफैले के गर्ने हिम्मत छ। तपाईँ मलाई सम्पत्ति दिएर आफ्नो छोरा र समाजको नजरमा नराम्रो नबन्नु। हाम्रो छोरा हाम्रो नजरबाट मरिसक्यो, अब त्यसले हामीलाई दागबत्ती दिए पनि नदिए पनि फरक पर्दैन। त्यसो नभन्नु आमा। बाबुआमालाई रुवाउने छोरो बाँचे पनि मरे तुल्य हुन्छ। त्यो अब हामीलाई चाहिँदैन। जहाँसुकै जाओस् जेसुकै गरोस् हामीलाई मतलब छैन। त घर हिँड सीता। अब हाम्रो छोरा भने पनि बुहारी भने पनि तही होस्।
नाइ आमा, अब म त्यो घरमा फर्किन सक्दिनँ। मेरो मन र स्वाभिमानले अब मलाई त्यो घरमा फर्किन दिँदैन। बुहारीले ठिक भनी रमा, अब उसलाई हामीले कर गर्नु हुँदैन। उसलाई उसको तरिकाले स्वतन्त्र भएर बाँच्न दिनुपर्छ। त्यसो भए त खुसी हो, राम्रोसँग बस, तँलाई जे मन लाग्छ त्यही गर। कथम कथा चाहिँ केही पर्यो भनेदेखि हामीलाई सम्झी, कहिले पनि एक्लो छु भनेर महसुस नगर। हामी सधैँ तैसँग छौँ। राम्रोसँग बस है। तपाईँलाई बेला बेला भेट्न आइराख्ने हो। जाऊ इन्सिस्ट। लो जगदेलाई भेट्न जान्छु भनेर जानु भएन? जानु भएन? जानै मन लागेन। किन जान मन लागेन? भान्जी खोइ, भोलि फर्किनको लागि आमा छोरी तयारी गर्दै हुनुहुन्छ। हामीले त्यो रमेशले भान्जीको मन पगालिसकेको थियो। मैले जबरजस्ती तानेर ल्याएँ। तर भान्जीको अनुहारमा त त्यस्तो केही थिएन त। भान्जी त्यही सीताको कारण रमेशसँग टाढिएकी हुन्। अब तिनको मन हतपत्ती पग्लिनेवाला छैन। त्यही भएर जगतेलाई भेट्न नजानु भएको? सीतालाई भेट्न त्यसका सासू ससुरा आएका थिए। किन? हाम्रो लागि अब छोरा मर्यो। तिमी नै हाम्रो छोरा हो, छोरालाई दिने आउँछ तिम्रो नाममा गरिदिन्छु भन्दै थिए। फकाका होला नि घर लान। अब त्यो सीता घर फर्किन्न। त्यसले लोग्नेलाई छोडेकै हो। केसरी मलाई लाग्छ त्यो सीता पक्कै पनि रमेशसँग बिहा गरेर बस्छ। धन्न हाम्रो भान्जीले बेलैमा बुद्धि पुर्यायो। है हेर त, हाम्रो भान्जीले जिद्दी गरेर त्यो रमेशसँग बिहे गरेको भए त्यसले त हाम्रो भान्जीलाई घरको न घाटको बनाउने रहेछ नि। धन्न भगवान्, बेलैमा सबै कुरा ठिक भयो। म त जति सक्दो चाँडो आमा छोरीलाई बिदा गरेर पठाइहाल्ने हो। ल ल, अब ढुक्कसँग मजाले बिदाई गरेर पठाउलिस्। ल भान्जी, यात्रा सफल होस्। यो मामा माइजूको तर्फबाट जानेर वा नजानेर कुनै गल्ती भएको रहेछ भने माफ गरिदिनु। मेरो भान्जीलाई म नै टिका लगाइदिन्छु। ल, मेरो भान्जीले आँटे दागेको सबै सपना पुरा होस्। भगवान् सधैँ दाहिने रहौँ। बुनानी, यात्रा सफल होस्। लु भान्जी, भान्जीको बिहेमा लन्डनमा आएर छमछमी नाच्ने मन छ। अनि भान्जी जहीको गाडीमा सरर लन्डन घुम्न मन छ। टेन्सन नलिनु भाउजू, तपाईँहरूलाई लन्डनमा घुमाएसम्म हामीले फर्काउँदैनौँ। के कसो छोरी? बिहेपछि भान्जी ज्वाइँलाई नेपाल घुम्न चाहिँ जसरी नि ल्याउनु नि, आफ्नो मामा घर देखाउनु पर्यो नि ज्वाइँलाई। हो नि, भान्जी ज्वाइँलाई मामा घरको सुन्तला खुवाउनु पर्छ। अरू ठाउँको भन्दा यहाँको सुन्तला मिठो पो हुन्छ त। साँच्ची नानी, रातिको प्लेन भन्नुभएको छ, अनि त्यत्रो बेर कहाँ गएर बस्नुहुन्छ? के कुरा गरे होला तिमीले? काठमाडौँ पुग्दा 3-4 बजिहाल्छ। खाजासाजा खाँदा अनिखेर एयरपोर्ट 2-3 घन्टा अगाडि छिर्दा त ठिकै भइहाल्छ नि। फेरि बाटोमा जामसाम भयो भने बेकारमा ढिलो मात्रै हुन्छ। बरु छिटो निक्लिहाल्नुपर्छ होला। ए केटा, यो ब्याग उठा।
ल तमाइजु गएको मबाट केही गल्ती भएको भए माफ गरिदिनु होला। कस्तो कुरा गर्नुभएको भान्जी? तपाईँबाट केही पनि गल्ती भएको छैन। बरु आदर सत्कारमा केही कमी कमजोरी हुन गएको छ भने हामीलाई चाहिँ बरु माफ गरिदिनु होला। म यहाँ जतिन्जेल बसेँ मेरो लाइफको सबैभन्दा बेस्ट मोमेन्ट रह्यो। यहाँ बिताएका हरेक कुराहरू मेरो दिमागमा मिठो सम्झना भएर बसिराख्नेछ। तपाईँहरूको न्यानो मायाको लागि धेरै धेरै धन्यवाद। हजुर उहाँ गएपछि फोनमा कुरा गर्दै गरौँ है। हुन्छ नानी। हस् म अटो चढाएर आउँछु है। हस् ल पुगेपछि फोन पाऊ है नानी। हस् प्लेन टेक अफ नगर्नु जसमा बेला बेलामा फोन गर्दै गर्नु। अनि लन्डन पुगेपछि मेसेन्जरमा भिडियो कल गर्नु नि। भइहाल्छ नि भाइ, तपाईँहरू पनि राम्रोसँग बस्नु होला है। भान्जी तिमी ठिक त छौ नि? केही गुनासो त छैन नि तिमीले? केही गुनासो छैन मामा, म ठिक छु। म मेरो भान्जीको अनुहारमा खुसी देख्न चाहन्छु, आँसु होइन। जाने बेलामा अनुहार अँध्यारो बनाएर जान्छु। बल्ल उज्यालो भयो अनुहार। ल राम्रोसँग जाऊ है। ल हस् त हामी लाग्यौँ। ल भाग्य मैले त बस। Supported by यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहंशाह। Education Partner विदेश पढ्न जाने तपाईको चाहना पूरा गर्छ केआईसी ले। आउने हैन त केआईसी। Driven by Partner.
Digital partner. Created by Silver Screen Motion Pictures. Movie partner.